मङ्गजीको संसदीय पार्टीमा सदस्य लिनुभयो मेम्बर भयो भन्ने छ के रहेछ वास्तविकता दाजु? यसो अब अहिले चाहिँ हामी सामाजिक काममै लागि परिरहेका छौँ। बिस्तारै अब हामीले हाम्रो समूह छ, त्यो समूहले चाहिँ के निर्णय गर्छ त्यही निर्णय गरे अनुसार हुन्छ। अहिले चाहिँ हामी विशुद्ध सामाजिक काम गर्नका लागि अगाडि बढिरहेका छौँ र पार्टीमा जाने नजाने राजनीति गर्ने नगर्ने भन्ने चाहिँ हाम्रो समूहले निर्णय गरिसकेको छैन। त्यसो भएको हुनाले मेरो सबसँग हाम्रो निकट छ, अरू साथीभाइहरूसँग पनि छ, अरू फ्यामिलीसँग पनि छ। तर पनि अहिलेलाई चाहिँ पार्टीमा जाने राजनीति गर्ने कुरा चाहिँ हाम्रो समूहमा चाहिँ निर्णय भएको छ। अस्ति अबिर लाउनु भएको त्यो निकै भाइरल भयो फोटो होइन, दाजुलाई पनि थाहा भएको छ। धेरै दर्शकहरूले यो सोच्यो अब निना दाई चाहिँ पक्का पनि संसदीय पार्टीको चाहिँ सदस्य लिइसक्नु भएको छ भन्ने थियो होइन कुरा चाहिँ। तर वास्तवमा दाजुको मुखबाट सुन्दा चाहिँ अहिलेसम्म संसदीय पार्टीमा कुनै पार्टी दलमा जानुभएको छैन। व्यवस्थापनमा चाहिँ यसो केही सहजीकरण गर्न सकिन्छ कि भन्ने पब्लिक प्यालेस बनाउने सभा भित्र मेन्टेन गर्ने पहिला धोरी थियो, त्यसलाई अब अलिकति अनि त्यहाँदेखि पब्लिक त्यहाँनिर वरिपरि सबैलाई काम लाग्छ। तर कमर्सियल नगरेर सभाहरूको रूपमा एउटा हलको रूपमा परिरहेपछि सबैलाई तलतिर माथि तुलसीमा स्वागत छ हजुरलाई हाम्रो नमस्कार रौनक टेलिभिजनमा। आज चाहिँ मेरो हक्का सम्वादज्यूलाई भेट्न आउनु भएको छ होइन, विशेष के थियो होला दाजु जानकारी दिनुहोस् न। एउटा बाटो थियो 15 नम्बरको त्रिवेणी मार्ग ग्रुप भन्ने बाटो, त्यसको बारेमा चाहिँ दुई पक्षहरू यहाँ आउनु भएको छ। उहाँहरूले चाहिँ मलाई पनि मेरो सबकोमा चाहिँ यसो कुरा राखिदिनु भन्नुभएको छ, त्यसैको लागि यो बाटोको विषयमै यो अलिकति यो विवादित बाटो हो कि त्यहाँनिर अलिकति फिल र फिल्डमा अलि मिलेन कि भन्ने कुरा छ। त्यसमा चाहिँ दुई पक्षहरू चाहिँ अलि विवादमा परेको जस्तो देखिन्छ। उहाँहरूलाई चाहिँ नक्सा अनुसार काम गरौँ भन्ने कुरा त्यही अनुसार कामहरू अगाडि बढिरहेको छ। भित्र गएपछि मेरो हक्का सम्वादज्यूले चाहिँ के भन्नुभयो दाजु? हामीले बसेर चाहिँ एउटा निर्णय गऱ्यौँ त्यहाँ फिल्डमा चाहिँ के कसो छ नक्सा अनुसार गर्ने भन्दा चाहिँ अमिनले चाहिँ नाम नजानको लागि चाहिँ कुराहरू भइरहेको छ। दाजु अनि सुधार नेपालको कार्यक्रमहरू केही छ कि आजभोलि? सुधार नेपालको राम्रै छ, अहिले कार्यक्रम भइरहेछ। हजुर अहिले कार्यक्रमहरू चाहिँ अब बिस्तारै हुन्छ, विगतका कार्यक्रमहरू भइहाल्यो, अब चाहिँ हामी अरू कार्यक्रमहरू। दाजु त्यसै गरिकन धेरै दर्शकहरूको एउटा प्रश्न छ होइन, हाम्रो निना चन्द्र दाई चाहिँ मेरो हड्का मङ्गजीको संसदीय पार्टीमा सदस्य लिनुभयो मेम्बर भयो भन्ने छ के रहेछ वास्तविकता दाजु? यसो अब अहिले चाहिँ हामी सामाजिक काममै लागि परिरहेका छौँ। बिस्तारै अब हामीले हाम्रो समूह छ, त्यो समूहले चाहिँ के निर्णय गर्छ त्यही निर्णय गरे अनुसार हुन्छ। अहिले चाहिँ हामी विशुद्ध सामाजिक काम गर्नका लागि अगाडि बढिरहेका छौँ र पार्टीमा जाने नजाने राजनीति गर्ने नगर्ने भन्ने चाहिँ हाम्रो समूहले निर्णय गरिसकेको छैन। त्यसो भएको हुनाले मेरो सबसँग हाम्रो निकट छ, अरू साथीभाइहरूसँग पनि छ, अरू फ्यामिलीसँग पनि छ। तर पनि अहिलेलाई चाहिँ पार्टीमा जाने राजनीति गर्ने कुरा चाहिँ हाम्रो समूहमा चाहिँ निर्णय भएको छ। अस्ति अबिर लाउनु भएको त्यो निकै भाइरल भयो फोटो होइन, दाजुलाई पनि थाहा भएको छ। धेरै दर्शकहरूले यो सोच्यो अब निना दाई चाहिँ पक्का पनि संसदीय पार्टीको चाहिँ सदस्य लिइसक्नु भएको छ भन्ने थियो होइन कुरा चाहिँ। तर वास्तवमा दाजुको मुखबाट सुन्दा चाहिँ अहिलेसम्म संसदीय पार्टीमा कुनै पार्टी दलमा जानुभएको छैन। अब के छ भावी योजना दाजु? भावी योजना चाहिँ हाम्रो सुधार नेपालबाट चाहिँ शिविरहरू गर्नुपर्ने छ, आँखा शिविरहरू, स्वास्थ्य शिविरहरू गर्नुपर्ने छ, अरू एजेन्डा वाइज कामहरू छन्। धरान नगरका समस्याहरूलाई चाहिँ बोकेर हिँडिरहेका छौँ, नगरपालिकामा आइरहेका छौँ, ड्युटीतिर गइरहेका छौँ, अरू कार्यालयहरूमा गइरहेका छौँ, यस्तै एक्टिभिटिजहरू गरिरहेका छौँ। यो चाहिँ सचेतनाका कार्यक्रमहरू र त्यसपछि एजेन्डाका कुराहरू समस्याका कुराहरू बोकिरहेका छौँ। अनि अरू चाहिँ सेवाका कुराहरू चाहिँ अब शिविरहरू गर्नलाई चाहिँ योजनाहरू गर्नुपर्ने छ, यस्तै कुराहरू। पार्टीमा जाने कुरा भने चाहिँ अहिले नै तत्कालै मेरो हड्का सम्वादज्यूको पार्टीमा जानुभएको छैन, किल्लर कट भयो होइन यहाँ। हस् त, जाँदा के भन्न चाहनुहुन्छ दाजु हजुरलाई माया गर्ने देश विदेश भन्नुभएका तमाम दर्शकबिनलाई? हामी सबै आफ्नो ठाउँमा रहेर पनि सेवा गर्न सकिन्छ। त्यसो भएको हुनाले सेवा गर्दाखेरि राजनीतिक पार्टीमै लाग्नु पनि परेन। तर पनि समय परिस्थिति आएको खण्डमा पार्टीमा जानु पर्यो भने चाहिँ सुधार नेपाल चाहिँ कहाँ कुन पार्टीमा जान्छ भन्ने कुरा चाहिँ हाम्रो सुधार नेपाल परिवारको चाहिँ सामूहिक निर्णयबाट हामी अगाडि बढ्छौँ। यही कुरा गर्न चाहन्छु। हस् त, धन्यवाद दाजु, थ्याङ्क यू।
तपाईँ आउनु त अस्ति नै उनीहरू हालेको थियो राख्नु यहाँ दरबन्दी राख्नु न यसमा त छैन ए के छ त तपाईँले राखेको थियो भने त्यो दुर्बन्दी अनि कहाँ छ त खोइ दुर्बल त्यो बोला चाहिँ कस्तो भन्दाखेरि अहिले खाली भएको दरबन्दी धरान सोधेको रहेछ त्यो त ध्रुवजीलाई बोलाएर ल्याउनु न ल मलाई सबै कन्फर्म त्यसले कल गर्छु म मैले बोलाउन आउनु बोलाएर ल्याउनु न किन आउँदैन र कार्यकक्षमा देखिनँ उहाँ परीक्षा के भन्नुहुन्छ त्यसो भने त छैन होला नि त नि हो अनि यही बस्नु बस्नु एकछिन बस्नु Is a boros. त गएको छैन नि साह्रै भेटौँ यहाँ एकछिन कहाँ हुनुहुन्छ कता हुनुहुन्छ अहिले भूपेनले बोलाऊ भाइ तल प्र्याक्टिस तपाईँको यो के अरे यो
बगरपुरमा पहिला उहाँको युनिभर्सिटीकै तलतिर त्यसको एउटा हल थियो पहिला त दोहोरी चलिरहेको थियो दोहोरीको त्यो भएको खुला भएर ओहो अनि त्यो अलिक ओपन छ त्यसलाई चाहिँ अब हल सार्वजनिक हल बनाउने भनेर छलफल गरेर हाम्रो कोषाध्यक्षज्यूले त्यहाँ तयारी गर्नुपर्ने त्यो बजेट व्यवस्थापनमा चाहिँ यसो केही सहजीकरण गर्न सकिन्छ कि भन्ने पब्लिक प्यालेस बनाउने सभाभित्र मेन्टेन गर्ने पहिला दोहोरी थियो त्यसलाई अब अलिकति अनि त्यहाँदेखि पब्लिक त्यहाँनिर वरिपरि सबैको काम लाग्छ तर कमर्सियल नगरेर सभाहरूको रूपमा एउटा हलको रूपमा परिरहेपछि सबैलाई तलतिर मास्तिर टोलसेना पनि गर्नहरू भन्ने दोहोरी थियो दोहोरी थियो तपाईँको व्यक्तिगत प्रपर्टी हो नि त्यो त संस्थाले हो पहिला चाहिँ उहाँले कसरी चलाइराख्नु भएको संस्थाले उहाँलाई हाम्रो शुक्रजीलाई चाहिँ दिएको रहेछ भाडामा रेन्टमा दिएको रहेछ संस्थाले केही सम्भावना हुन्छ कि त्यो मर्मत समाजको लागि भन्ने र त्यसलाई पब्लिक हलको रूपमा प्रयोग गर्ने सार्वजनिक सबैलाई काम गरेको के छ ठिक छ कुरा भयो कि मलाई त केही कहाँ त्यसरी मैले भन्न मिल्छ मलाई कि साले बोलाएर सोध्नु पर्यो के हो इस्टमिकमा चाहिँ करिब 9 लाख जति आएको रहेछ होइन त्यसमा अब संस्थाले पनि ठिक छ मैले यो एउटा लेखिदिएँ कि तपाईँको के छ यता हाम्रो के अरे भान्जाहरूको तल दर्ता गरेर है तल दर्ता अब यो टी सर्ट अब यस्तो उमा हुन्छु टी सर्ट बिर्सिन्छ होला के गर्ने एउटा मात्रै काम भएको भए चाहिँ याद भइरहेको छ कि टी सर्ट लगाएको तपाईँ चाहिँ बिहान आएर एउटा लिभिङ मात्रै काट्दै थोरै समय त्यो त म आउँछु होला हजुर त्यति चाहिँ गरिदिनु कति बजी बिहान 6 बजे 6 बजे हजुर तपाईँ 6:15 आइदिनुहोस् ल यो ऊमा के अरे उसलाई दिइराख्नु सुदर्शनले मलाई ठ्याक्कै भन्नु अब त्यो